हाई नमस्ते, म खुसी। आज चाहिँ म मेरो नानी ज्वरो आयो 2 दिनदेखि घरमा औषधि खान्न, त्यसो भएर हामी मनमोहन हस्पिटल जाँदैछौँ। अहिले चाहिँ हामी यहाँ टिकट काउन्टरमा जाँदैछौँ टिकट काट्नलाई। म यहाँ साथीहरू हुनु रहेछ ट्रेनमा अनि फाइनली अहिले चाहिँ हामी घर आइपुग्यौँ। आउने बित्तिकै नानी उहाँ खाना सुत्यो, मलाई सन्चो छैन। अब के पकाएर खुवाउने हो। अब फेरि शुक्रबार रगत र पिसाबको रिपोर्ट चाहिँ देखाउन जानुपर्छ।